रिजन के त मैले गरेको थिएँ बच्चा चाहिँ बसेन भन्न खोजे होइन ल उसको भ्याक्सिन डोपिङ गरे रहेछ अरे गरेको त पुष्टि भयो नि त रेप त पुष्टि भएन के हो अनुसन्धान भने यही नै पुष्टि हो अर्को कुरा भ्याक्सिन डोपिङको कुरा भुँडा हत्याको हालेको छु त्यसलाई म पुष्टि कसरी गरिदिन्छु भने उहाँले ल ठ्याक भ्याक्सिन डोपिङ गर्नु भएको रहेछ मैले कसको बच्चा बोकेँ त उहाँले किन गरेर सिग्नेचर गर्नुभयो अर्काको बच्चा बोकेको महिलालाई लगेर सिग्नेचर गर्ने चाहिँ किन एक नम्बरमा दोस्रो नम्बरमा अनुसन्धानै गर्ने हो भने सिटी स्क्यान गरौँ न त कति पुरानो घाउ भनेर देखिन्छ डाक्टर पढेका मान्छेहरूलाई बुझ्नुहोस् अनि त्यसपछि त्यो भ्याक्सिन डोपिङ गर्दाखेरि त्यो बेलाको जमानामा हाम्रा बाउहरूले गर्दाखेरिको जमानामा कुराहरू गर्दाखेरि त्यहाँ चाहिँ लाल मोहर लगाएको हुन्थ्यो अरे खै त त्यो छ त हालौँ ल्याब टेस्टमा कति साल पुरानो कागज हो भनेर हेर्न मिल्छ नि त मिल्दैन किन नहालेको किन अनुसन्धान नभएको शोभा पाठकको बदनाम गर्न चरित्रमाथि औला उठाउन मात्रै आउँछ कि यहाँ सबै त्यो अनुसन्धान गर्न पनि आउँछ त नेपाल पुलिसले गर्नुपर्ने होइन र मैले गरिदिने अनुसन्धान अर्को कुरा प्रमाण पुगेन अरे प्रमाण त नेपाली पुलिसले खोजेकै छैन कसरी पुग्छ खोज्नु पर्यो नि त प्रमाण बाउले अन्याय गर्छ छोरालाई ल्याएर बयान लिन्छ यही हो कानुन जे गर्दै पनि हुन्छ जसो गर्दै पनि हुन्छ